हेलो भक्तपुर 75 किलोमिटरको लागि म निस्केको छु। यति बेला महालक्ष्मी स्थानमा पुगेको छु। हेर्न सक्नुहुन्छ भक्तपुर 75 किलोमिटरको आज ट्राई गर्दैछु। हेरौँ भक्तपुर ल दाइ। हेलो ए काठमाडौँ कोरा काठमाडौँ कोरा अफिसियल तर जाँदैछ भक्तपुर हाम्रो कोरा काठमाडौँ भ्याली हो भ्याली। ए कोटेश्वरमा हामी जम्मा हुँदैछौँ। हाम्रो टिमहरू आउँदैछ अनि त्यहाँपछि हामी निस्किन्छौँ भक्तपुर 75 किलोमिटरको लागि। मेरो चाहिँ भक्तपुर पुग्दै तपाईँको 20 किलोमिटर जति हुन्छ। फर्किँदा 20 40 प्लस 75 गर्दा आज मेरो 100 प्लस हुनेवाला छ। हेरौँ कस्तो हुन्छ, म सक्छु सक्दिनँ थाहा छैन। ओके भक्तपुरको खास यो नै हो। नेलबा राई हाम्रो जेन्जी दाई सबभन्दा अगाडि। हाम्रो हिरो भाइ यो भाइ नि चम्किरहेछ आज। यो भक्तपुर हुने बित्तिकै पुरा पावर बढ्छ हो। ऊ त अलवेज हो सदाबहार। यस हाम्रो रेगन ब्रो आउँदै हुनुहुन्छ। काठमाडौँ कोरा सकाएर भक्तपुर आइरहनु भएको छ उहाँ। ओ पानी छ पुरा भन्छ भएर ल नेल भएर है। ल यी हाम्रो भोलिन्टियर बहिनीहरूले पानी बाँडिरहनु भएको छ। ओके ल यी भक्तपुरको चागु नारायण होइन त यो चागु नारायणमा पुग्यो। ल हाम्रो भाइहरूलाई धन्यवाद। उहाँहरूले जुस सुस खुवाउनु भयो, गुलियो चिनी पानीको झोल, टक्कै इनर्जी बढ्यो। अब हान्नुपर्छ फेरि। घरबाट यहाँ आउँदा 30 किलोमिटर जतिको यात्रा तय गरियो हामीले। अझै हाम्रो 50 किलोमिटर 50-60 किलोमिटर जति पुग्ला। घर पुग्दा त 60 के 70 नै पुग्छ होला। घर पुग्दा हेरौँ कस्तो अवस्था हुन्छ है त। ओके थ्याङ्क यू, आई लभ यू। हामी कोराको डाइट है। त्यो रेगनले सबै पावर पछिको लागि राखेको छ अहिले बिस्तारै हो। अहिले यस्तो कुदाउँछ उहाँले। ल हामी कहाँ आयो अरे चागु नारायणमा आयो अनि चक्क अब यहाँ पावर रिचार्ज हुनु लाग्यो चना अन्डा खाएर। पुरै चार्ज गरेर अनि निस्किने। ल राइड चाहिँ यो हो भने हो। तेलकोट नजिकै पुग्यो। आजको इन्भाइरोमेन्ट अति दामी। घाम लागेको छैन, पानी पनि परेको छैन है। हाम्रो साथीभाइहरू शिरमा हजुर हामी यतिखेर तेलकोटमा आयो। हामीभन्दा फर्स्ट कोही आएको छैन। तेलकोटमा आउँदा आउँदै हाम्रो तेल निक्लिसक्यो। ल तेलकोटमा आउँदा आउँदा करिब आधा लिटर चाहिँ तेल निस्क्यो। तेलकोट होइन त हामी तेलकोट आयो। तेल अलिअलि निस्किसक्यो।
कहाँ से निक्लिने ल हेर्नुहोस् भक्तपुर कोराको फाइदै सर्भिस हाम्रो टिम यसरी हिँड्दा हुन्छ सबै टुल्सहरू बोकेर कहाँ के प्रब्लम छ जम्मै कुराको सोल्युसन टी ब्रेक चलिरहेछ यो जिप कोस्टरले अब साइकल लिएर जिप कोस्टरमा जान पाउँदैन अरे नत्र जाने सोचिरहेछ हामी यहाँ सानो सानो मान्छेहरू जिप कोस्टर हेर्न आउनु भएको छ पापासित अब चिया खायो अब यहाँबाट हामी उक्लिन्छौँ अझै धेरै लामो बाँकी छ ओके Okay, ready? Okay, Yes. 3, 2, 1, go! Go! अब रोए पनि सुनिन्न टेन्सन छैन दामी ल होइन तर कराएको राम्रो हो नि त हजुर पनि जाने माथि दाइहरू त कुर्दा 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 म पनि एउटा लिन्छु थ्याङ्क यू कति लामो छ यो ल कति किलोमिटर छैन अन्त ल हामी सागा पुग्यो अनि सागा बजार काभ्रे अब 70 किलोमिटरको करिब करिब सकाइयो भक्तपुरमा आएर चोकोबार दही खाँदै अझै 20 किलोमिटर जति 80-90 किलोमिटर चाहिँ मा घर पुगिन्छ होला हामी फाइनल्ली